एकेपीमा विश्व फुटबल चलिरहेको छ। हाम्रोभन्दा साना देशहरूले नित्य फुटबल खेलेर राम्रो प्रदर्शन देखाइरहेका छन्। अनि यसो भन्दै गर्दा अलिकति लाज लाग्दैन तपाईँलाई? 3 दशकसम्म त तपाईँकै आसेपासे तपाईँहरूले राज्य गर्नुभएको होइन र शासन गर्नुभएको होइन र? के अरू आएर शासन गरेका थिए? हामी जब जन्मिएका थियौँ त्यहाँबाट तपाईँहरूकै आसेपासेले चलाइरहेका छन् सरकार त, होइन र? त्यहाँ अरू त कोही आएका छैनन्। नयाँ त भर्खर आएका छन्, अहिले भर्खर संसदमा छिरेका छन् उनीहरूले। तपाईँहरूले संसदमा यति फोहोर गर्नुभएको छ, यति दुर्गन्ध गर्नुभएको छ नि, त्यो नेपालभरि डुङ डुङ गनाइरहेको छ। उनीहरूले के गर्दैछन् त अहिले? उसमा झाडु लगाउँदैछन्, संसदमा झाडु लगाउँदैछन्, सफा गर्दैछन्। तपाईँहरूले अलरेडी नै सफा गरिराख्नु भएको भए उनीहरूले आएर डाइरेक्ट आएर काम गर्न सक्थे। तर तपाईँहरूले यहाँ के गर्नुभएको छ? फोहोरै फोहोर, दुर्गन्धै दुर्गन्ध छ राख्नुभएको छ संसदमा। त्यही भएर उनीहरूले झाडु लगाउँदैछन्। पहिला झाडु लगाउँछन् अनि काम गर्छन्। 3 दशकसम्म तपाईँकै सरकारले राज्य गर्दै तपाईँकै आसेपासेले शासन गरिरहेको थियो त यार। खोइ त विकास, जबकि हामीले देखेबाट तपाईँहरूले शासन गरिरहनु भएको छ, होइन र? अब तपाईँहरूलाई धेरै भन्दा नि गाली गरे जस्तो हुन्छ, होइन? जबकि तपाईँहरू नै स्वस्थ हुनुहुन्न भने हाम्रो देश स्वस्थ चल्छ राम्रोसँग यार। देश चल्नको लागि तपाईँ भरपूर्ण स्वस्थ हुनु पऱ्यो नि पहिला, होइन? तपाईँ आफै मजाले हिँडडुल गर्न सक्ने, होइन? अलिक यङ हुनु पऱ्यो नि त नि। तपाईँहरूले अरूले डोराएर हिँड्नुपर्छ भने अनि देश राम्रोसँग चल्छ? यो भिडियो अलिकति लामो छ तर यसो हेरिदिनु होला, होइन? यसो तपाईँहरूलाई नराम्रो लाग्यो भन्नु होला। अब होइन, झोलीहरू यताउता लस्याङलुसुङ हुन्छ नि त, केही गुनासो लाग्छ भने टक्क आएर यसो मैले केही गल्ती बोलेको रहेछु भने पनि त्यस्तो होइन, यस्तो हो भनेर यसो जानकारी दिनु होला। त्यसको लागि धन्यवाद।